हेलो गाइस, तपाईहरुले यसको उयो खानु भएको के भन्छ जाम हेर्नुस् हामी चाहिँ यसको जाम बनाउनुलाई यसो गरौँ यसो चाहिँ आँप काट्दैछौँ। तपाईहरुलाई म डल्लै देखाउँछु ल। यो आधी आधी गर्दै भए पनि बनाएर जामसम्मको हेर्नुस् है। यसलाई चाहिँ पहिला तास्नु पर्छ। उ यसरी उ देखाउँदैछ होला नि यहाँ तास्नु हुँदैछ हेर्नुस् है। ए तासेको होइन भने पातला काटेको यस्तो यस्तो सम पातला काट्नुपर्छ यस्तो हो। तिमी यसरी लामो लामो काट कि हेर्नुहोस् है गाइस, हामी चाहिँ गाइस भन्नु हुँदैन, सबैले गाइस भन्छ नि। साथीहरू हेर्नुहोस् ल। म चाहिँ यस्तो दाना निकाल्दै लामो लामो पारेर दिनु अरे हो। ऊ चाहिँ च्याप्टो च्याप्टो पारेर काट्ने अरे। यस्तो यस्तो बनाएर हो। त्यसलाई चाहिँ पातला काट्नुपर्छ होइन पहिला। हेर्नुहोस् ल, मैले चाहिँ यस्तो बनाइसकेँ हो। यस्तो बनाइसकेँ। अब यसलाई यस्तो बनाउनुपर्छ। हेर्नुहोस् कति मेहनत छ यसमा। यस्तो पातला बनाउनुपर्छ, नभए फेरि उयै हुँदैन, करेक हुन्छ, जाम जस्तो हुँदैन। अझै पनि हाम्रो काट्ने प्रक्रिया चलिरहेको छ। हेर्नुहोस् न साथीहरू, हामीले फेरि अर्कै डिसिजन लिएको छौँ हो। त्यो डिसिजन के हो भन्दा चाहिँ नि यत्रो बेर मेहनत लगाएर काट्यौँ हो। यस्तो पातला पातला यत्रो मेहनत गरेर यस्तो बनायौँ होइन। अन्त लास्टमा चाहिँ दिमाग मैले लगाएको यसमा हालेर चाहिँ यसलाई अझै मिन बनाएर चाहिँ पकाउँदाखेरि छिटो पनि पाक्छ, फेरि मजाको जाम जस्तो पनि हुन्छ नि त कि। त्यही कारण एकपल्ट ट्राई गर्नु पर्यो भनेर चाहिँ म ट्राई गर्नु आँटेको छु ल, कस्तो हुँदो रहेछ हेरौँ। वेट ल फ्रेन्ड्स, म यो उयो गरेर आउँछु ल, यसलाई ग्रेड गरेर कस्तो हुँदो रहेछ। नहुने रहेछ हौ गाइस, यो घुम्दै घुमेन त कसरी गर्नु। पानी हालेको भए चाहिँ घुम्थ्यो त अचार भइहाल्थ्यो। हाल्दै यस्तो भयो। हुनु चाहिँ दामी नै हुने रहेछ नि हेर्नु गरेको भए। हेर्नु त यतिको भयो भने दामी हुन्छ नि। कम्ती हालेर ट्राई गर्छु ल, कम्ती हालेर ट्राई गर्दैछु एकछिन। मलाई त्यस्तो मिनै मन पर्ने खानु चाहिँ। बेसी हालेर पो रहेछ त। भयो यति भयो भने भइहाल्यो त। हुन्छ हौ यतिको भए यस्तै त छ कहाँ छ हौ त्यस्तै चाहिँ। फ्लप भयो गाइस, यो भएन है हाम्रो आइडिया। यो काम लागेन, बेकारको आइडियामा छ। बेकारमा घुमेन पनि। त्यो घुम्नु त घुम्यो तर पुरा के हो टाइम लाग्ने रहेछ पुरा। यत्रो काट्नै कम्ता टाइम लाग्दैन। अब त्यो घुमाउनु थाल्दा त 9 बज्दै बज्छ रातिको। यति भइसक्यो, यति भएको छ हो। फेरि अर्को आइडिया लगाउनु थाल्नु भाइ। यहाँ हेर्नुहोस्, फेरि यसो गर्ने अरे मेन बनाउनुको लागि। यसलाई हुँदैन हौ मोमोको किमा बनाएको जस्तो। नगर्नु हौ मन्छा। यो हाम्रो उयो जाम बनाउने प्रोसेस स्टार्ट भइसकेको छ हो। त्यसमा चाहिँ अब हाल्नुपर्छ सुक्खा खोर्सानी, अन्त यो हो कालो जिरा। यहाँ चाहिँ तेल गरम हुँदैछ। सुक्खा खोर्सानी हालिसकेपछि यसलाई एकछिन भुट्नुपर्छ। कालो बनाउनु पर्छ, रातो बनाउनु पर्छ। रातोलाई कालो बनाउनु पर्छ। कालो हुँदैछ हो। त्यसमा हुँदै होला तपाईँहरू। अब हाल्नुहोस् कालो जिरा। यो थुप्रो छ हुन्छ।
त्यति कम्ती भएर खोल्छ नि। यसलाई एकछिन फ्राई गरेर ग्यासलाई धिमी आँच गरिदिनुहोस्, त्यहाँबाट हाल्नुहोस् खोर्सानी अलिक थपेको। यसमा यो भयो बुङथिङ के भयो, यसमा हामी हालिन्छ अलिकति सुगर केन, यसमा अलिअलि हालिन्छ सुगर अलिकति मात्रै स्वाद अनुसार सुगर अलिकति बढाउनु पर्छ हल्का। यसमा हाल्नुपर्छ पानी। अब यहाँ सुगर सँगसँगै हाल्नुपर्छ सक्कर। यसमा त आउँदैन पनि होला यो कराईमा त। सक्कर हाल्नु पर्यो, सक्कर। सक्कर चाहिँ मेरो मिसेसलाई राखिदिनु पर्यो दुईटा सक्कर खाने। अब यसलाई मेल्ट हुनु एकछिन छोडिदिनु पर्छ। अब यो मेल्ट हुँदै गर्छ, यसको लागि अलिक टाइम लाग्छ। तपाईँलाई एकछिनबाट फेरि देखाउँछु ल, भन्नु पनि भएको छैन। एकछिनबाट देखाउँछु तपाईँलाई फेरि। अम्बो अझ चिनी थपेर यत्रो गुड हालेर चिनी हालेर अझै चिनी थप्नु भयो। 2-3 किलो छ नि त, यो ल्याल हुनु पर्यो नि। हेर्नुहोस् है के हो ल्याल हुन्छ यो, मतलब यसको उयो आउनु पर्यो नि, चिनीको चाहिँ के आउनु पर्यो भने यस्तो भइसकेको छ यो चाहिँ। अब यसमा हाल्नुपर्छ आँप। के टाइम भएको छैन, डल्लै रहेछ अझ। अब चाहिँ यो भयो हल्कासँगले। अब हालिन्छ आँप, आँप हालिन्छ। अब यसमा हाल्नुपर्छ आँप, यस्तो पाराले हाल्नुपर्छ। भाँडा झन् सानो सानो छ नि त। अन्त बेड मुनि छ नि त। यो अब हाल्दै चलाउँदै यसलाई चाहिँ हाल्दै चलाउँदै गर्नुपर्छ हो। अब आँप हालिदिँदैछ। अब मैले डल्लै आँप हालिसकेँ। अब यसलाई हल्का पकाउनु पर्छ। जबसम्म आँप ब्राउन कलर हुँदैन तबसम्म पकाउनु पर्छ यसलाई हो। यो आँपमा चाहिँ पानी हुन्छ कि, यो पानी चाहिँ निकै सुक्नुपर्छ अनि मात्रै यो बाक्लो हुन्छ। हेर्नुहोस् त अघि कस्तो बाक्लो चाहिँ यस्तो भयो पानीले, आँपको रस। निकै बेर पकाएर मात्रै हुन्छ है साथीहरू। यो चाहिँ यसलाई झन्डै 1 घन्टा जस्तो पकाउनु पर्छ। यतिको भइसकेको छ यो चाहिँ। अझै यसको पानी सुक्नु डल्लै छ, अझै चिनी हाल्नुपर्छ क्या हो है। गुड हालिदिनु नि अन्त त्यो मलाई अघि राखेको भइहाल्यो। यसमा चाहिँ गुड चाहिँ पुरा बेसी हाल्नुपर्छ है। गुड र चिनी चाहिँ देखाउनु त अझै फेरि थपेको एउटा 2टा डल्ला। कति चाहिँ लाग्दो रहेछ, 1.5 केजी। 1.5 केजी टक्कै लागेको। 1.5 केजी हो, आधी केजी चिनी। आधी केजी बेसी जान्छ नि। त्यही टाइम लाग्छ है यो त पाक्नु, 1 घन्टा हुन आँटि झन्डै। टच भइसकेको छ हाम्रो जाम रेडी। तपाईँहरू पनि बनाएर खानुहोस्। कतिको छ है? बिहानसम्म सुकाउनु पर्छ यसलाई चाहिँ। अब बिहानसम्म उयो यसलाई सेट हुँदाखेरि यो अलिक बिहानसम्म सुकाउँदाखेरि यो अलिक बाक्लो हुन्छ, गाढा हुन्छ।